जसले भेट्यो भने पनि गाला समातेको छ, बर्बाद भयो, दुब्लायो, सकियो भनेको छ। तपाईँ चिन्ताले सकिनु भनेको छ। त्यो खास के छ भने त्यो भन्ने मान्छे चिन्तामा खर्लाउ डुबेको छ। अरे बाबा एउटा इलेक्सन आयो, हारियो, अगाडि बढियो, सकियो, इलेक्सन सधैँ जितिन्छ भन्ने छ र? हाम्रो गगन दाईको कुरा सुन्नुभयो नि, हामीले जिताएको अस्ति काठमाडौँमा यो अघिल्लो चुनावमा हामीले जिताएको। राम्रो मान्छे, युवा मान्छे यार, केही गर्नुपर्छ देशको लागि, गरोस् न त। हामी पनि गयौँ भोट माग्न लागि, गगन दाई जिन्दाबाद जिन्दाबाद भन्यो, ल है त युवा आउँदैछ भनेर सबैले जिताउँ भनेर घोष गर्यौँ। लास्टमा के को पार्लियामेन्टमा गएको छ, मुद्दा उठाउनु छैन जनताको। एउटा त्यही रवि लामिछानेलाई खेद्याएको छ। रवि लामिछानेलाई के त्यत्रो सहकारी ठग्ने, कति अर्ब ठग्ने त्यही तिनीहरूकै पार्टीका छन्, एमालेका छन्, माओवादीका छन्। तिनीहरूको बारेमा विरुद्ध कहिल्यै जनताको कुरा कहिल्यै नबोल्ने। त्यहाँदेखि चाहिँ मलाई यो गगन थापा मन पर्थ्यो पहिला, तर मन नपर्नुको कारण त्यहाँदेखि हो क्या। जनताको कुरा लिएर गएर सांसदमा कहिले उठाउनु छैन। अनि रवि लामिछानेलाई पेल्याएको छ एउटाले ल त्यसले उसले नि ठग्यो कि ठगेन त्यो प्रमाणित अहिलेसम्म भएको छैन। तर पनि अनि एकजना सरकारी ठग्नेमा कति आफ्नो पार्टीमा कति अर्ब कति खर्बको ठग्ने आफ्नो पार्टीमा हुँदा अनि जनताको मुद्दा नबोल्ने, आफ्नो पार्टीको उसमा आफ्नो पार्टीले जे भने त्यही मान्ने। अनि यस्तोबाट चाहिँ अनि के देश बन्दैन भनेर म चाहिँ अनि कहिले पनि अब पहिला त हामीले जिताएको नि गगन थापालाई। हामीले कति भोट माग्दै हिँड्यौँ, ल है जिताउनुपर्छ युवा आए भनेर हामीले कति भोट माग्यौँ। लास्टमा गएर जनताको मुद्दा नउठाउँदाखेरि अनि त्यसपछि हामीले सबै छोडेको त अनि। तर हामी चाहिँ पार्टीमा आबद्ध थिएनौँ, त्यही पनि हामी स्वतन्त्र भए पनि युवा आउँदैछ, एउटा युवाले केही गर्छ कि भनेर हामीले जिताउनु त्यतिखेर जितायो भने धेरै हिँड्यौँ अघि पछि सबै के गरेनौँ। ल केटा अब यसपालि चाहिँ उस गर्नुपर्छ भनेर अघिल्लो चुनावमा जितायौँ। अब चाहिँ गर्दैन है यस्तो, यसपालिको चुनावमा त अब गर्दैन, यस्तो गर्दैन। म त यसपालिको चुनावमा त यता विदेशतिर नि थिएँ, त्यो चुनावमा हुँदा म गाउँमै थिएँ, त्यतिखेर उतै थिएँ। तर होइन त्यतिखेर खट्यो, धेरै खट्यो। अब त गगनको नि आश मरिसक्यो। अब कुरा भाषण गर्ने होइन, अब सरकारले चुप्प लगाएर काम गर्न दिने हो क्या।